नमस्ते साथीहरू, मेरो जीवनको यो मर्मस्पर्शी यात्रामा तपाईहरूलाई स्वागत छ। म आर्या। आज म तपाईहरूलाई मेरो जीवनको त्यो पाना पल्टाएर सुनाउन जाँदैछु जुन सङ्घर्ष, आँसु र एउटा नयाँ उडानको जगमा कोरिएको छ। धेरैलाई लाग्न सक्छ सफलता सजिलै पाइन्छ, तर मेरो लागि यो बाटो काँडै काँडाले भरिएको थियो। काठमाडौँको एउटा सानो गल्ली जहाँ घाम झुल्किन पनि अलि समय लाग्थ्यो, त्यहीँको एउटा मध्यमवर्गीय घरमा मेरो जन्म भयो। मेरो बाल्यकाल अरू केटीहरूको जस्तो पुतली खेल्ने वा नयाँ लुगामा रमाउने खालको कहिल्यै रहेन। बाबाको एउटा सानो किराना पसल थियो जसको मक्किएका तख्ताहरूले हाम्रो पूरा परिवारको पेट पाल्थ्यो। आमा प्रायः बिरामी भइरहनुहुन्थ्यो, सायद अभावले गर्दा उहाँको अनुहारको चमक धेरै अघि नै हराइसकेको थियो। मैले स्नातक तहको पढाइ सकेपछि सोचेकी थिएँ, अब म एउटा ठूलो अफिसमा जागिर खान्छु, बाबालाई त्यो धुलो भरिएको पसलबाट मुक्ति दिन्छु र आमाको ओठमा मुस्कान फर्काउँछु। तर भनिन्छ नि, हामीले सोचे जस्तो जिन्दगी कहिल्यै चल्दैन। हरेक बिहान 5 बजे मेरो आँखा खुल्थ्यो। म उठ्ने बित्तिकै घरको काममा लाग्थेँ। कुचो लगाउने, चिया बनाउने अनि आमालाई समयमै औषधि खुवाउने, यी मेरो दैनिक धर्म जस्तै भइसकेका थिए। त्यसपछि म सहरको एउटा कलेजमा केही घण्टा पढाउन जान्थेँ। त्यो सानो पारिश्रमिकले आमाको औषधिको खर्च मात्र धान्थ्यो। मेरो वास्तविक सपना त लोकसेवा आयोगको परीक्षा दिएर एउटा सफल अधिकृत बन्ने थियो। तर पुस्तक अगाडि राखेर बस्दा सधैँ घरको चामलको बोरा र ग्यासको रित्तो सिलिन्डरको यादले मलाई तर्साइरहन्थ्यो। एक दिनको कुरा हो, म कलेजबाट थकित भएर पैदलै घर फर्किरहेकी थिएँ। बसको भाडा जोगाएर आमाका लागि फलफुल लैजाने मेरो सधैँको प्रयास हुन्थ्यो। बाटोको एउटा ठूलो होर्डिङ बोर्डमा मेरो नजर पर्यो। त्यहाँ लेखिएको थियो, महिला उद्यमशीलता र नेतृत्व विकास तालिम, आफ्नो सपनालाई पखेटा दिनुहोस्। मैले एकछिन त्यही उभिएर त्यो विज्ञापनलाई हेरिरहेँ। मेरो मनमा एउटा हुटहुटी चल्यो। के म सधैँ अरूकोमा जागिर मात्र खोजिरहने हो र? के म आफै केही यस्तो काम गर्न सक्दिनु जसले मलाई मात्र होइन, म जस्तै अरू महिलालाई पनि सहारा देओस्? तर खल्ती रित्तो थियो र सपनाहरू आकाश छुने खालका। त्यो साँझ जब म घर पुगेँ, घरको वातावरण निकै भारी थियो। बाबा टोलाएर पिँढीमा बसिरहनु भएको थियो। उहाँको हातमा एउटा पत्र थियो। के भयो बाबा? मैले डराउँदै सोधेँ। आर्या छोरी, घरबेटीले पसल खाली गर्न भनेका छन्। 3 महिनादेखि भाडा बाँकी छ। अब हामी कहाँ जाने? पसल नै बन्द भएपछि हाम्रो गुजारा कसरी चल्छ? बाबाको स्वर थर्किएको थियो। उहाँका आँखामा विवशता थियो। त्यो रात म सुत्न सकिनँ। मलाई लाग्यो मेरो आकाश खसिरहेको छ। मैले आफ्ना सपनाहरूलाई एउटा कुनामा थन्क्याएर बुबाको पसल जोगाउनै पर्ने थियो। तर कसरी? मसँग न त पैसा थियो न त कुनै जादुको छडी। तर म हार मान्ने केटी थिइनँ। मैले त्यो विज्ञापनको ठेगाना सम्झिएँ र भोलिपल्टै त्यहाँ जाने निदो गरेँ। भोलिपल्ट बिहानै म त्यो संस्थाको कार्यालय पुगेँ। त्यहाँको चमक धमक र सुकिला मान्छेहरू देख्दा मलाई सुरुमा अलि हीनता बोध भयो। आफ्ना फाटेका जुत्ता र साधारण कुर्ता लुकाउने प्रयास गर्दै म भित्र छिरेँ। त्यहाँ मेरो भेट विवेकसँग भयो। विवेक, जो त्यो संस्थाको व्यवस्थापक थिए। उनी निकै शान्त र शालीन स्वभावका देखिन्थे। उनले मलाई आफ्नो कार्यकक्षमा बोलाए। मैले आफ्नो सबै कथा, आमाको बिरामी, बाबाको पसल र मेरो उद्यम गर्ने चाहना सबै विस्तारमा सुनाए। कुरा सुन्दा सुन्दै मेरो गला अवरुद्ध भयो र आँखाबाट एक थोपा आँसु खस्यो। विवेकले मलाई टिस्यु पेपर दिँदै भने, आर्याजी, आँसुले समस्याको समाधान गर्दैन, तर तपाईँको यो सङ्घर्षले तपाईँलाई एउटा ठूलो अवसर दिन सक्छ। हामी तपाईँलाई तालिम मात्र दिँदैनौँ, यदि तपाईँको आइडियामा दम छ भने हामी लगानीको लागि पनि बाटो खोलिदिन्छौँ। उनको त्यो वाक्यले मेरो भित्र एउटा नयाँ ऊर्जा भरिदियो। मैले सोचेँ, हाम्रो पहाडमा पाइने जडीबुटी र यहाँका महिलाहरूले बुन्ने हस्तकलालाई मिलाएर किन एउटा ब्रान्ड नबनाउने? मैले रातभरि बसेर आफ्नो व्यावसायिक योजना, बिजनेस प्लान तयार पारेँ। मलाई थाहा थियो यो मेरो परिवारको भाग्य बदल्ने अन्तिम मौका हो। तर समाजको आँखा सधैँ क्रूर हुन्छ। जब मैले तालिमका लागि बाहिर धेरै हिँड्न थालेँ, छिमेकीहरूले कुरा काट्न सुरु गरे। अनिताको छोरी त अचेल निकै उत्ताउली भएकी छे, कता कता हिँड्छे, कोसँग भेट्छे, यस्ता कुरा आमाको कानसम्म पुग्थ्यो। आमा चिन्तित हुनुहुन्थ्यो, तर मैले उहाँलाई सम्झाएँ, आमा, म हाम्रो भविष्यको लागि लड्दैछु। तालिमको अन्तिम दिन मैले आफ्नो योजना सबैका अगाडि प्रस्तुत गर्नु थियो। मेरो खुट्टा कामिरहेका थिए, तर जब मैले विवेकको हौसलापूर्ण नजर देखेँ, मेरो डर हरायो।
मैले कसरी स्थानीय उत्पादनलाई विश्व बजारमा पुर्याउन सकिन्छ र कसरी आर्थिक रूपमा विपन्न महिलाहरूलाई यसमा जोड्न सकिन्छ भन्ने कुरा यति स्पष्टसँग राखेँ कि पूरा हलताली बजाउन बाध्य भयो। प्रस्तुति सकिएपछि विवेक म कहाँ आएर भने, बधाई छ आर्या, तपाईको योजना छनौट भएको छ। हामी तपाईको व्यवसायमा सुरुवाती लगानी गर्न तयार छौं। म खुसीले पागल जस्तै भएँ। म दौडिएर घर पुगेँ र बाबालाई यो खुसीको खबर सुनाएँ। बाबाको अनुहारमा पहिलो पटक गर्वको चमक देखेँ। तर मेरो यो खुसी धेरै बेर टिक्न पाएन। ठिक त्यही बेला मेरो ठुलो बुबा काका हाम्रो घरमा आउनुभयो। उहाँको हातमा एउटा पहेँलो कागज थियो। यो घर र पसल अब मेरो भयो, उहाँले अहंकारका साथ भन्नुभयो। तिम्रा बुबाले वर्षौं पहिले मबाट ऋण लिएका थिए, जसको ब्याज सहित अब यो घर मेरो नाममा हुन्छ। हामी सबै छाँगाबाट खसे झैं भयौं। मेरो सपनाको उडान सुरु हुनुभन्दा पहिले नै पखेटा काट्न खोजिएको थियो। एउटातिरबाट सफलताको ढोका खुल्दै थियो भने अर्कोतिरबाट मेरो जग नै भत्किँदै थियो। काकाको त्यो कुरा सुनेपछि बाबाको हातबाट चियाको कप भुइँमा खस्यो। आमाको अनुहारको रङ नै उड्यो। मलाई लाग्यो मेरो खुट्टा मुनिको जमिन भाँसिँदैछ। जुन खुसी साट्न म दौडिँदै घर आएकी थिएँ, त्यो खुसी एकै पलमा आँसुमा बदलियो। दाइ, यो के भन्दै हुनुहुन्छ? मैले त तपाईलाई सधैँ आफ्नो ठाने, अनि आज यस्तो कुरा? बाबाले थरथर काँप्दै भन्नुभयो। काकाले त्यो पहेँलो कागज हावामा हल्लाउँदै कुटिल मुस्कानका साथ भन्नुभयो, सम्बन्ध आफ्नो ठाउँमा छ भाइ, तर व्यवहार त व्यवहार नै हो। यो कागजमा तिम्रो औँठा छाप छ। तिमीले 10 वर्ष अघि लिएको 2 लाख रुपियाँको ब्याज अहिलेसम्म जोड्दा यो घर र पसलको मूल्यभन्दा बढी भइसक्यो। मलाई थाहा थियो बाबा सोझो हुनुहुन्थ्यो। काकाले कुनै बेला व्यापारमा मद्दत गर्ने बहानामा झुक्याएर त्यो कागजमा सही गराएको हुनुपर्छ। तर कानुनले त प्रमाण खोज्छ। त्यो रात हाम्रो घरमा कसैले खाना खाएन। आमा रुँदा रुँदा बेहोस जस्तै हुनुभयो। बाबा एउटा अन्ध्यारो कुनामा बसेर आफ्नो निधार समातिरहनु भएको थियो। मलाई भने भित्रभित्रै एउटा आगो बलिरहेको थियो। म चुपचाप हार मान्ने पक्षमा थिइनँ। भोलिपल्ट बिहानै म विवेकको अफिस पुगेँ। मेरो अनुहारको उदासी देख्ने बित्तिकै विवेकले सोधे, आर्याजी, के भयो? हिजो त तपाईँ निकै खुसी हुनुहुन्थ्यो। मैले सबै कुरा लुकाउन सकिनँ। विवेकको अगाडि मेरो बाँध फुट्यो र म भक्कानिएर रोएँ। उनले मलाई सम्झाउँदै भने, आर्याजी, चुनौती नआई कसैको पनि व्यक्तित्व निखारिँदैन। यो तपाईको धैर्यताको परीक्षा हो। हामी कानुनी सल्लाह लिनेछौँ। विवेकले मलाई उहाँको एउटा वकिल साथीसँग भेटाउनु भयो। वकिलले कागजपत्र हेरेपछि भन्नुभयो, यो कागज त पुरानो छ, तर यसलाई अदालतमा चुनौती दिन सकिन्छ। तर त्यसका लागि हामीलाई समय र केही पैसा चाहिन्छ। मेरो अगाडि 2वटा बाटो थिए। एउटा काकाको अगाडि घुँडा टेक्ने र घर छोडेर कतै भाडामा बस्न जाने। अर्को, आफ्नो हकको लागि लड्ने र सँगसँगै आफ्नो व्यवसायलाई पनि अगाडि बढाउने। मैले दोस्रो बाटो रोजेँ। मैले विवेकको संस्थाबाट पाउने भनिएको पहिलो किस्ताको पैसा व्यवसायमा लगाउनुको सट्टा घरको कानुनी लडाईँमा लगाउनु पर्ने अवस्था आयो। तर विवेकले मलाई एउटा नयाँ उपाय सुझाए। आर्या, तपाईको व्यवसाय र घरको लडाईँ दुवैलाई सँगै लैजानुपर्छ। तपाईँ आफ्नो सामान उत्पादन सुरु गर्नुहोस्। हामी तपाईलाई हाम्रो प्रदर्शनी कक्ष सोरुममा ठाउँ दिन्छौँ। त्यहाँबाट हुने आम्दानीले तपाईँ आफ्नो घरको समस्या सुल्झाउन सक्नुहुन्छ। मैले काम सुरु गरेँ। दिनमा म गाउँ पुगेर महिलाहरूलाई भेला गर्थेँ। उनीहरूलाई जडीबुटी सङ्कलन गर्ने र हस्तकलाका सामान बुन्ने तालिम दिन्थेँ। रातभरि म घरमा बसेर ती सामानहरूको प्याकेजिङ र ब्रान्डिङ गर्थेँ। थकाइ के हो मैले बिर्सिसकेकी थिएँ। तर काका यतिमा मात्र रोकिएनन्। उनले गाउँमा र छिमेकमा मेरो विरुद्ध झुटो हल्ला फैलाउन थाले। यो केटी त त्यो सहरको केटासँग लागेर बिग्रिसकी, घरको इज्जत बेचेर पैसा कमाउँदैछ। यस्ता कुरा सुन्दा मेरो मुटु चिरिन्थ्यो। एक दिन म विवेकको अफिसबाट ढिलो गरी फर्किरहेकी थिएँ। बाटोको एउटा सुनसान ठाउँमा काकाका छोरा र उसका केही नराम्रा साथीहरूले मेरो बाटो छेके। ए आर्या, धेरै ठुलो मान्छे बन्न नखोज। त्यो कागज फिर्ता हुँदैन। भोलि नै घर खाली गर, नत्र परिणाम राम्रो हुने छैन, उसले धम्की दिँदै भन्यो। म डराएँ, तर मैले आफ्नो डरलाई अनुहारमा देखिन। दाइ, सत्यको जित ढिलो होला, तर निश्चित छ। म डराउँदिनु, यति भनेर म त्यहाँबाट छिटो छिटो पाइला चाल्दै हिँडेँ। घर पुग्दा बाबा झन बिरामी हुनुभएको रहेछ। तनावले गर्दा उहाँको उच्च रक्तचाप बढेको थियो। मैले राति आमा र बाबाको खुट्टा मिच्दै सोचेँ, के म साँच्चै सफल हुन सक्छु त? कतै मेरो जिद्दीले मेरो परिवारलाई झन ठुलो सङ्कटमा त पार्ने होइन।
भोलिपल्ट बिहानै विवेकको फोन आयो। उनले निकै उत्साहका साथ भने, आर्या, खुसीको खबर छ। तपाईले पठाउनु भएको हिमाली हर्बल चिया र हस्तकलाका झोलाको एउटा विदेशी कम्पनीले ठूलो अर्डर दिएको छ। उनीहरूलाई तपाईको कथा र उत्पादन दुवै मन परेको छ। मेरो आँखाबाट खुसीको आँसु खस्यो। यो मेरो सङ्घर्षको पहिलो प्रतिफल थियो। मैले तुरुन्तै गाउँका दिदीबहिनीहरूलाई खबर गरेँ। उनीहरू पनि निकै खुसी भए। हामीले दिनरात काम गरेर त्यो अर्डर समयमै पूरा गर्ने लक्ष्य राख्यौं। तर कामको बीचमा एउटा ठूलो अवरोध आयो। काकाले हाम्रो पसलमा ताला लगाइदिए। जबसम्म अदालतको फैसला आउँदैन यो पसल मेरो नियन्त्रणमा रहन्छ, उनले भने। हाम्रा सबै सामान र कच्चा पदार्थ त्यही पसलभित्र थिए। हामी सडकमा आउने अवस्था भयो। कामदार महिलाहरू पनि चिन्तित भए। तर ठिक त्यही बेला विवेक आफ्नो कार लिएर हाम्रो घर अगाडि आइपुगे। उनले सबै कुरा बुझेपछि भने, आर्या, आउनुहोस्, मेरो एउटा पुरानो गोदाम खाली छ। तपाईले त्यहाँबाट आफ्नो काम सुरु गर्न सक्नुहुन्छ। म तपाईलाई र तपाईको परिवारलाई एक्लो छोड्ने छैन। विवेकको त्यो साथले मेरो मनमा उहाँप्रति एउटा छुट्टै सम्मान र विश्वास पैदा भयो। के यो केवल व्यावसायिक सहयोग मात्रै थियो त, वा यसको पछाडि कुनै अर्को भावना पनि लुकेको थियो? मैले विवेकको गोदाममा सामान सार्न थालेँ। त्यही बेला काकाले फेरि एउटा यस्तो चाल चले जसले मलाई मात्र होइन विवेकलाई पनि ठूलो सङ्कटमा पारिदियो। उनले प्रहरीमा उजुरी दिए कि हामीले अवैध जडीबुटीको व्यापार गरिरहेका छौं। प्रहरीको भ्यान जब विवेकको गोदाममा आयो, म स्तब्ध भएँ। मेरो अगाडि विवेकलाई प्रहरीले सोधपुछका लागि लैजाँदै थियो। मैले केही गलत गरेको छैन आर्या, तपाई चिन्ता नगर्नुहोस्, विवेकले भ्यानमा चढ्दै गर्दा भने। तर मलाई थाहा थियो यो सबै मेरो कारणले भएको हो। मेरो सपनाको यात्राले एउटा निर्दोष मानिसलाई जेलको खोरसम्म पुर्याएको थियो। अब म के गरू? काकाको अगाडि आत्मसमर्पण गरू कि विवेकलाई बचाउन र आफ्नो अस्तित्व जोगाउन कुनै नयाँ बाटो खोजु? विवेकलाई प्रहरीले लिएर गएपछि म त्यही गोदामको भुइँमा थचक्क बसेँ। मेरो वरिपरि छरिएका हाम्रा सामानहरू, ती बुनेका झोलाहरू र जडीबुटीका प्याकेटहरू मलाई हेरेर गिज्याइरहेका जस्तै लाग्थ्यो। मेरो कारणले एउटा निस्वार्थी मानिस आज अपराधी झैं कठघरामा उभिनु परेको थियो। आर्या, सम्हाल आफूलाई। गाउँबाट मसँगै काम गर्न आएकी कान्छी दिदीले मेरो काँधमा हात राख्दै भन्नुभयो, रुने समय होइन यो। यदि तिमी नै कमजोर भयो भने यी सबै दिदीबहिनीको भविष्य के हुन्छ? विवेक बाबुको हालत के हुन्छ? हो, दिदीले ठिक भन्नुभएको थियो। म उठेर उभिएँ र आफ्नो आँसु पुछेँ। मैले बुझेँ कि काकाले केवल मेरो घर मात्र होइन, मेरो आत्मविश्वासलाई पनि ध्वस्त पार्न चाहनु भएको थियो। उहाँले लगाएको अवैध जडीबुटीको आरोप पूर्णतया झुटो थियो। हामीले त वन विभागबाट अनुमति लिएरै ती जडीबुटी सङ्कलन गरेका थियौं। तर समस्या यो थियो कि ती अनुमति पत्रहरू, पर्मिट्स, तिनै काकाले ताला लगाएको हाम्रो पुरानो पसलको घरमा थिए। म सिधै प्रहरी चौकी पुगेँ। त्यहाँको वातावरण निकै तनावपूर्ण थियो। मैले इन्स्पेक्टरलाई भेटेर सबै कुरा स्पष्ट पार्ने प्रयास गरेँ। सर, विवेकजी निर्दोष हुनुहुन्छ। उहाँले त मलाई मद्दत मात्र गर्नुभएको हो। हामीसँग सबै कानुनी कागजातहरू छन्, मैले बिन्ती गरेँ। इन्स्पेक्टरले मलाई कठोर नजरले हेर्दै भने, कागजात देखाउनुस् न त। यदि तपाईसँग प्रमाण छैन भने यो जफत गरिएको सामान र यो ठाउँको मालिक दुवैलाई हामीले छोड्न मिल्दैन। त्यो रात मैले विवेकलाई भेट्न पाइनँ। घर फर्किँदा आमा र बाबाको अनुहारमा मरेतुल्य निराशा थियो। छिमेकीहरूले मेरो घर अगाडि उभिएर कानेखुसी गरिरहेका थिए। हेर्नुस् त, कस्ती अलक्षिणी छोरी, आफ्नो त घर डुबाइन्, अरूको छोरालाई पनि झ्यालखाना पुर्याइन्। तिनीहरूका शब्दले मेरो मुटुमा सुईले घोचे झैं हुन्थ्यो। तर मैले ती शब्दहरूलाई आफ्नो शक्ति बनाउने निर्णय गरेँ। मैले सोचेँ, यदि काकाले फोहोरी खेल खेल्न सक्नुहुन्छ भने म पनि सत्यको लागि लड्न सक्छु। भोलिपल्ट बिहानै म विवेकको वकिलकोमा गएँ। हामीले एउटा योजना बनायौँ। हामीलाई हाम्रो पसलभित्र रहेका ती कागजातहरू जसरी पनि चाहिने थियो। तर काकाले त्यहाँ कडा पहरा दिनुभएको थियो। ठिक त्यही बेला मलाई एउटा कुरा याद आयो। पसलको पछाडि एउटा सानो झ्याल थियो जुन वर्षौंदेखि बन्द थियो र बाहिरबाट झाडीले ढाकिएको थियो। सायद त्यहाँबाट भित्र छिर्न सकिन्थ्यो। मैले यो कुरा कान्छी दिदीलाई सुनाएँ। हामीले राति 12 बजेको समय रोज्यौं। मुटु ढुकढुक भइरहेको थियो। हातमा एउटा सानो टर्च र एउटा झोला लिएर म र कान्छी दिदी पछाडिको झाडीतिर लाग्यौं। अन्ध्यारोमा एउटा बिरालो कराउँदा पनि मेरो सातो जान्थ्यो। तर विवेकको अनुहार सम्झिँदा मलाई अदम्य साहस मिल्थ्यो। हामीले निकै मेहनत गरेर त्यो पुरानो झ्याल खोल्यौं। म बिस्तारै भित्र छिरेँ।
पसलभित्र बाबाको पसिनाको गन्ध अझै बाँकी थियो। मैले टर्चको मधुरो प्रकाशमा बाबाको पुरानो घर खोजेँ। भाग्यवश काकाले ती कागजातहरू फाल्नु भएको रहेनछ। उहाँलाई लागेको थियो होला कि म कहिल्यै यहाँसम्म आउने हिम्मत गर्ने छैन। मैले ती अनुमति पत्रहरू र केही पुराना हिसाबका डायरीहरू झोलामा हालेँ। डायरीहरू पल्टाउँदा मैले एउटा यस्तो कुरा फेला पारेँ जसले मेरो होस हवास उडायो। बाबाले काकासँग ऋण लिएको भनिएको मितिमा बाबा त तीर्थयात्रामा हुनुहुन्थ्यो। त्यो डायरीमा बाबाले दिनदिनैको यात्राको विवरण लेख्नु भएको थियो। यसको मतलब त्यो ऋणको कागज नै नक्कली थियो। भोलिपल्ट बिहानै हामी अदालत र प्रहरी चौकी पुग्यौं। जब हामीले आधिकारिक अनुमति पत्रहरू देखायौं, प्रहरी विवेकलाई छोड्न बाध्य भयो। र जब वकिलले बाबाको डायरी र काकाले दाबी गरेको मितिको विरोधाभास देखाउनुभयो, अदालतले हाम्रो घरमा लगाइएको ताला तुरुन्तै खोल्न र काकामाथि जालसाजीको अनुसन्धान गर्न आदेश दियो। विवेक जब हिरासतबाट बाहिर निस्किए, उनी अलि दुब्लाएका र थाकेका देखिन्थे। तर मलाई देख्ने बित्तिकै उनको अनुहारमा एउटा शान्त मुस्कान छायो। मैले भनेको थिएँ नि आर्या, तपाईले सक्नुहुन्छ, उनले मधुर स्वरमा भने। मैले केही बोल्न सकिनु, मेरा आँखाबाट बर्बर आँसु झरे। यो खुसीको आँसु थियो। हामीले यो युद्ध जितेका थियौं। हामी घर पुग्दा पूरा गाउँ ओइरिएको थियो। हिजोसम्म कुरा काट्नेहरू आज मलाई साहसी छोरी भन्दै बधाई दिइरहेका थिए। तर मलाई ती मानिसहरूको वास्ता थिएन। मलाई त केवल आफ्ना बुबाको अनुहारमा फर्किएको त्यो सम्मान र आमाको स्वास्थ्यको चिन्ता थियो। काका र उहाँको छोरा गाउँबाट फरार भए। प्रहरीले उनीहरूको खोजी गरिरहेको थियो। हाम्रो घर र पसल फेरि हाम्रो भयो। तर यो त एउटा समस्याको समाधान मात्र थियो। मेरो वास्तविक सपनाको क्षितिज व्यवसाय अझै बाँकी थियो। विवेकको गोदाममा रहेका ती सामानहरू अब विश्व बजारमा पठाउनु पर्ने थियो। केही दिनपछि विवेक र म हाम्रो नयाँ अफिसमा बसिरहेका थियौं। विवेकले मेरो हातमा एउटा पत्र थमाए। यो त्यही विदेशी कम्पनीको सम्झौता पत्र थियो। आर्या, यो केवल सम्झौता मात्र होइन, यो हजारौं महिलाहरूको भविष्यको साँचो हो। अब तपाईले पछाडि फर्केर हेर्नु पर्दैन, विवेकले भने। हामीले काम सुरु गर्यौं। हाम्रो ब्रान्ड आरम्भले बजारमा तहल्का मच्चायो। गाउँका दिदीबहिनीहरू अब आत्मनिर्भर भएका थिए। उनीहरूका छोराछोरी स्कुल जान थालेका थिए। मेरो सानो प्रयासले एउटा ठूलो परिवर्तन ल्याइरहेको थियो। तर यति धेरै सफलताको बीचमा मेरो मनमा एउटा नयाँ हलचल सुरु भएको थियो। विवेकले मेरो लागि जे गरे, के त्यो केवल एउटा व्यावसायिक पार्टनरको नाताले मात्र थियो, वा उनी पनि मेरो बारेमा केही सोच्थे? एक साँझ जब हामी अफिसको छतमा बसेर सूर्यास्त हेरिरहेका थियौं, विवेकले अचानक मेरो हात आफ्नो हातमा लिए। आर्या, मैले तपाईलाई सङ्घर्ष गर्दा देखेको छु, हार्दा देखेको छु र जितेको पनि देखेको छु। यो यात्रामा मलाई महसुस भयो कि उनी अडिए। मेरो मुटुको धड्कन तेज भयो। के उनले त्यही भन्न लागेका थिए जुन म सुन्न चाहन्थे? वा जिन्दगीले फेरि कुनै नयाँ मोड लिन लागेको थियो? सूर्यास्तको त्यो रातो प्रकाश विवेकको अनुहारमा परिरहेको थियो। उहाँले मेरो हात बिस्तारै आफ्नो हातमा लिनुभएको थियो। मेरो मुटु यति जोडले धड्किरहेको थियो कि सायद उहाँले पनि त्यो धड्कन सुन्न सक्नुहुन्थ्यो। आर्या, विवेकले गम्भीर तर मधुर स्वरमा भन्नुभयो, मैले धेरै मानिसहरूसँग काम गरेँ, धेरैलाई सफल बनाएँ। तर तपाईमा जुन दृढता र इमान्दारिता छ, त्यसले मलाई पग्लन बाध्य बनायो। यो व्यावसायिक सहकार्य मात्र होइन, म मेरो बाँकी जीवन पनि तपाईसँगै अगाडि बढाउन चाहन्छु। के तपाईँ मलाई आफ्नो जीवनसाथीको रूपमा स्वीकार गर्न सक्नुहुन्छ? मैले केही बेर केही बोल्न सकिनँ। मेरा आँखा रसाए। मेरो लागि विवेक केवल एक मेन्टर वा साथी मात्र हुनुहुन्थ्यो, उहाँ त मेरो कठिन समयको सहारा र मेरो प्रेरणाको स्रोत हुनुहुन्थ्यो। विवेकजी, मैले गला अवरुद्ध पार्दै भने, मेरो जस्तो सङ्घर्षपूर्ण पृष्ठभूमि भएको केटीलाई तपाईले यति ठूलो सम्मान दिनुभयो, म धन्य छु। तर मेरा केही शर्तहरू छन्। म विवाहपछि पनि आफ्ना बाबा आमालाई एक्लो छोड्न सक्दिनु र मेरो यो व्यवसाय जसले सयौं महिलालाई रोजगारी दिएको छ, यसलाई म कहिल्यै रोक्न चाहन्नु। विवेक मुस्कुराउनु भयो र भन्नुभयो, आर्या, म तपाईको स्वतन्त्रता र जिम्मेवारीको सम्मान गर्छु। म तपाईको उडान रोक्न होइन, तपाईको आकाश बन्न चाहन्छु। त्यो साँझ हाम्रो जीवनको एउटा नयाँ अध्यायको सुरुवात भयो। हामीले घरमा कुरा गर्यौं। मेरा बाबा र आमा विवेकलाई पहिलेदेखि नै धेरै मन पराउनुहुन्थ्यो, त्यसैले उहाँहरू खुसीले गदगद हुनुभयो। तर खुसीको यो बादलमा एउटा कालो छाया अझै मडारिरहेको थियो। काका र उहाँको छोरा अझै फरार थिए। पुलिसले उनीहरूलाई भेट्टाउन सकेको थिएन।
मलाई कता कता डर लागिरहेको थियो कि उनीहरू यति सजिलै हार मान्ने मान्छे होइनन्। हाम्रो व्यवसाय आरम्भ अब नेपालभर चिनिन थालेको थियो। हामीले काठमाडौँको एउटा ठूलो शपिङ मलमा हाम्रो पहिलो फ्ल्यागशिप स्टोर खोल्ने तयारी गरिरहेका थियौं। उद्घाटनको दिन नजिकिँदै थियो। मिडियामा पनि हाम्रो चर्चा हुन थालेको थियो। ठीक उद्घाटनको 2 दिन अघि मलाई एउटा अज्ञात नम्बरबाट फोन आयो। आर्या, धेरै खुसी नहो। जुन महल तिमीले ठड्याएकी छौ त्यसलाई भत्काउन मलाई एक पल पनि लाग्दैन। मेरो बास खोसेर तिमी चैनले सुत्न पाउने छैनौ। त्यो आवाज काकाको थियो। उनको स्वरमा बदलाको भावना र क्रूरता थियो। मैले तुरुन्तै विवेकलाई जानकारी गराएँ। विवेकले सुरक्षा बढाउने आश्वासन दिनुभयो, तर मेरो मनमा अशान्ति फैलिसकेको थियो। मलाई आफ्नो भन्दा पनि मेरो स्टोरमा काम गर्ने दिदीबहिनीहरूको चिन्ता थियो। उद्घाटनको दिन आयो। धेरै प्रतिष्ठित व्यक्तित्वहरू र पत्रकारहरू आएका थिए। रिबन काट्ने समय हुन लागेको थियो। म र विवेक मञ्चमा उभिएका थियौं। सबैतिर हाँसो र खुसीको माहौल थियो। तर मेरो नजर भने भिडमा कसैलाई खोजिरहेको थियो। अचानक स्टोरको एउटा कुनाबाट धुवाँ निस्कन थाल्यो। मानिसहरूमा भागदौड मच्चियो। कसैले आगो आगो भनेर चिच्यायो। मेरो होस हवास उड्यो। सबै बाहिर जानुस्, छिटो! विवेकले चिच्याउँदै मानिसहरूलाई बाहिर निकाल्न थाल्नुभयो। म भने भित्रै फसेकी एउटी सानी नानीलाई बचाउन दौडिएँ, जो डराएर एउटा टेबल मुनि लुकेकी थिइन्। धुवाँले गर्दा मलाई सास फेर्न गाह्रो भइरहेको थियो। मैले त्यो नानीलाई काखमा लिएँ र बाहिर निस्कन खोज्दा एउटा मान्छेले मेरो बाटो छेक्यो। उसको अनुहार मास्कले ढाकिएको थियो, तर उसका आँखा चिन्न मलाई गाह्रो भएन। ती काकाका छोरा मेरो भाइ सन्तोषका आँखा थिए। आज तेरो सपना यही खरानी हुनेछ, उसले हातमा एउटा पेट्रोलको बोतल देखाउँदै भन्यो। म अवाक भएँ। सन्तोष, यो तिमी के गर्दैछौ? हामी एउटै रगत हौ। तिमी यति तल कसरी झर्न सक्छौ? उसले मलाई धकेल्यो र आगो लगाउन खोज्यो। तर ठिक त्यही बेला विवेक र सुरक्षाकर्मीहरू भित्र छिरे। विवेकले सन्तोषको हातबाट बोतल खोसे र उसलाई भुइँमा पछारे। प्रहरीले उसलाई तुरुन्तै नियन्त्रणमा लियो। आगो धेरै फैलिएको थिएन। दमकलले समयमै निभायो। तर मेरो नयाँ स्टोरको आधा भाग जलेर कालो भइसकेको थियो। मेरो मेहनत, मेरा दिदीबहिनीहरूको पसिना र मेरो सपना सबै धुवाँमा मिलेको जस्तो लाग्यो। म भुइँमा बसेर धुरुधुरु रोएँ। किन विवेकजी? मैले कसैको के बिगारेकी थिएँ र? विवेकले मलाई उठाउनु भयो र मेरा आँखा पुस्दै भन्नुभयो, आर्या, सामान जलेको छ, तर तपाईँको हिम्मत र हाम्रो सपना अझै जीवित छ। यो एउटा सानो अवरोध मात्र हो। हामी यसलाई अझ राम्रोसँग पुनः निर्माण गर्नेछौँ। त्यो रात मैले बुझेँ कि सफलताको बाटोमा केवल आर्थिक बाधा मात्र हुँदैन, मानवीय ईर्ष्या र षड्यन्त्र पनि एउटा ठूलो चुनौती हुन्छ। तर यो घटनाले मलाई झन बलियो बनायो। भोलिपल्ट बिहानै आरम्भमा आबद्ध सबै महिलाहरू मेरो घरमा आए। उनीहरूले भने, आर्या बहिनी, चिन्ता नगर, हामी सबै मिलेर फेरि काम गर्नेछौँ। हामी आफ्नो 1 महिनाको तलब लिँदैनौँ, तर यो स्टोरलाई फेरि उठाउनेछौँ। उनीहरूको त्यो निस्वार्थ माया देखेर म भावुक भएँ। मैले सोचे, जबसम्म मसँग यस्तो शक्ति छ तबसम्म मलाई कसैले हराउन सक्दैन। हामीले फेरि काम सुरु गर्यौं। यसपटक हामी झन् धेरै ऊर्जाका साथ लाग्यौं। सन्तोष र काका दुवै अहिले प्रहरीको हिरासतमा थिए। उनीहरूमाथि आगजनी र ज्यान मार्ने उद्योगको मुद्दा चल्यो। कामको व्यस्तताका बीच विवेक र मेरो विवाहको मिति पनि तय भयो। तर विवाहको अघिल्लो दिन एउटा यस्तो रहस्य खुल्यो जसले मेरो र विवेकको सम्बन्धलाई सधैँका लागि बदल्न सक्थ्यो। विवेकको एउटा पुरानो बाकस सफा गर्दा मैले एउटा तस्बिर फेला पारेँ। त्यो तस्बिरमा विवेकका बुबा र मेरा बाबा सँगै हुनुहुन्थ्यो र उनीहरूको बीचमा एउटा कानुनी कागज थियो। त्यो कागज हाम्रो त्यही पसलसँग सम्बन्धित थियो जसको लागि हामीले यति ठूलो लडाईँ लडेका थियौं। के विवेकले मलाई पहिलेदेखि नै चिन्नुहुन्थ्यो? के उहाँको मेरो जीवनमा आउनु केवल एउटा संयोग मात्र थियो वा यसको पछाडि कुनै गहिरो रहस्य लुकेको थियो? मेरो हातमा त्यो तस्बिर काँपिरहेको थियो। तस्बिरमा हाम्रा दुवैका बुबाहरू निकै खुसी देखिनुहुन्थ्यो। कागज पल्टाएर हेर्दा थाहा भयो विवेकका बुबाले वर्षौं पहिले मेरो बुबालाई व्यापार सुरु गर्न ठूलो आर्थिक सहयोग गर्नुभएको रहेछ। तर त्यो ऋण थिएन, त्यो त एउटा साझेदारी, पार्टनरशिप थियो। ठिक त्यही बेला विवेक कोठामा आउनुभयो। मेरो हातमा त्यो कागज देखेपछि उहाँको अनुहारको रंग बदलियो। आर्या, मैले यो कुरा तपाईलाई भन्नै लागेको थिएँ, विवेकले गम्भीर हुँदै भन्नुभयो। मेरो बुबा र तपाईको बुबा मिल्ने साथी हुनुहुन्थ्यो। मेरो बुबाको मृत्यु हुनुभन्दा अघि उहाँले मलाई भन्नुभएको थियो कि काठमाडौँमा एउटा इमान्दार मान्छे छ जसको पसिनामा मेरो लगानी छ।
म तपाईँको जीवनमा आउनु संयोग मात्र थिएन। म त केवल आफ्नो बुबाको ऋण चुकाउन र तपाईँको परिवारलाई सहयोग गर्न आएको थिएँ। म अवाक भएँ। भनेपछि तपाईँले मलाई माया गरेको पनि के एउटा जिम्मेवारी मात्रै थियो त? मैले रुँदै सोधेँ। विवेकले मेरो हात समात्दै भन्नुभयो, सुरुमा म केवल सहयोगको भावनाले आएको थिएँ आर्या, तर तपाईँको साहस, सङ्घर्ष र इमान्दारिता देखेपछि मलाई कहिले तपाईँसँग साँचो प्रेम भयो मलाई नै थाहा भएन। यो कागजले हाम्रो सम्बन्धलाई कमजोर होइन, झन बलियो बनाउँछ। हामी त पहिलेदेखि नै जोडिएका रहेछौँ। मैले विवेकको आँखामा साँचो प्रेम र सम्मान देखेँ। मेरो मनको सबै शङ्का हट्यो। हामीले यो कुरा बाबालाई सुनायौँ। बाबाले आँसु पुस्दै भन्नुभयो, मैले त विवेकलाई देख्ने बित्तिकै मेरो साथीको झलक पाएको थिएँ, तर मलाई यति ठुलो गुण उहाँको छोराले फेरि लगाउँछ भन्ने लागेको थिएन। विवाहको दिन आयो। कुनै तामझाम र फजुल खर्च बिना हामीले मन्दिरमा साधारण तरिकाले विवाह गर्यौं। विवाहको भोजमा हामीले कुनै ठूला मान्छेलाई होइन, आरम्भमा काम गर्ने ती सबै महिला दिदीबहिनीहरूलाई बोलायौं जो मेरो सङ्घर्षका वास्तविक साक्षी थिए। विवाहपछिको जीवन झन सुन्दर भयो। विवेक र म मिलेर आरम्भलाई एउटा अन्तर्राष्ट्रिय ब्रान्ड बनायौं। आज हाम्रा उत्पादनहरू विदेशका ठूला सहरहरूमा पुग्छन्। तर हामीले आफ्नो धरातल कहिल्यै बिर्सिएनौं। हामीले एउटा महिला उत्थान कोष स्थापना गर्यौं जसले आर्थिक रूपमा विपन्न केटीहरूको शिक्षा र तालिममा सहयोग गर्छ। काका र सन्तोषले आफ्नो गल्तीको सजाय जेलमा भोगिरहेका छन्। उनीहरूले पछि माफी माग्दै पत्र पठाए। मैले उनीहरूलाई मनैदेखि माफ गरिदिएँ, किनकि घृणा पालेर बस्नु भनेको आफैलाई जलाउनु जस्तै हो भन्ने मैले बुझेकी थिएँ। आज म आफ्नो घरको कौसीमा बसेर सहरको दृश्य हेर्दैछु। मेरो काखमा एउटा सानो बाबु छ। मेरो छेउमा विवेक हुनुहुन्छ। मेरा बाबा आमासँगैको कोठामा नातिसँग खेल्दै हाँसिरहनु भएको छ। साथीहरू, मेरो कथाले मलाई एउटै कुरा सिकायो, जिन्दगीमा आँधी बेहरी त आउँछन्, तर यदि तपाईसँग सत्यको बाटो र मेहनत गर्ने हिम्मत छ भने तपाईको सपनाको क्षितिज कहिल्यै टाढा हुँदैन। कसैलाई गिराएर होइन, धेरैलाई उठाएर हिँड्नु नै वास्तविक सफलता हो। मैले एउटा सानो किराना पसल बचाउन सुरु गरेको यात्रा आज सयौं परिवारको ओठमा मुस्कान छर्ने माध्यम बनेको छ। मेरो सपनाको उडान जारी छ र अब म एक्लो छैन, मसँग हजारौं दिदीबहिनीहरूको विश्वास र विवेकको साथ छ।